यो होटेल्समा के तपाईँको चेकआउटको टाइममा चाहिँ रुमको के सामान चाहिँ गेस्टले आफैसँग लिएर जान मिल्छ त यो कुरामा चाहिँ धेरैजनालाई कन्फ्युजन पनि रहेछ होइन अनि कतिजनाले चाहिँ नोइङली अननोइङली रुमको सामानहरू लगेको पनि देखिन्छ है मैले मोबाइल स्कुल गरिरहेको थिएँ होइन अनि बालीको एउटा केस मैले देखेँ कि जहाँ चाहिँ इन्डियन फ्यामिली 3-4वटा रुममा बस्नु भएको रहेछ उहाँहरू होइन अनि चेकआउटको टाइममा चाहिँ अलिकति शङ्का लागेर त्यहाँ होटेलको मान्छेहरूले चेकिङ गर्दाखेरि चाहिँ रुमको अलमोस्ट धेरै जसो सामानहरू चाहिँ उहाँहरूले आफैसँग चाहिँ लिएर जान खोज्नु भएको रहेछ अब यो केस कति अब के भयो अब त्यो चाहिँ एकचोटि फेरि डिटेलमै गएर हेर्नुपर्छ होइन तर त्यो एकदमै पपअप भइरहेको थियो यस्तो केसेसहरू सुनिरहेको हुन्छौँ हामीले पनि होइन अब हामी यही सेक्टरमा हो कति होटेल्सहरूमा भइरहेको छ भनेर पनि कतिजनाले नोइङली अननोइङली लानु हुँदो रहेछ तपाईले रुमको पे गरिसके पछाडि चेकआउटको टाइममा चाहिँ के लिएर जान मिल्छ त सबै चिज त लिएर जान मिल्दैन होइन सो सिम्पली बुझ्दाखेरि चाहिँ कसरी बुझ्नुहोस् भन्दाखेरि जुन कुरा वान टाइम युज हुन्छ त्यो कुरा चाहिँ तपाईले आफैसँग क्यारी गर्न मिल्छ है तर जुन चिजहरू चाहिँ तपाईको रिफिल गरेर फेरि रियुज गर्न मिल्छ त्यस्तो कुराहरू चाहिँ तपाईले आफैसँग लिएर जान मिल्दैन सो अब कुन सामान लिएर जाने त मसँग यहाँ केही चिज छ होइन म तपाईँलाई देखाउँछु सरसर्ती भन्नुभन्दा पनि मैले देखाएँ भने चाहिँ सायद तपाईँलाई पनि अलिकति त्यो एउटा दिमागमा बसिरहन्छ होला होइन देखायो भने अझै क्लियर हुन्छ कि है सो अब डेन्टल किट होइन अब कुनै यस्तो बट्टामा हुन्छ अब कुनै यस्तोमा हुन्छ होइन यो भनेर चाहिँ के हो भन्दाखेरि वान टाइम युज हो आफ्नै तपाईँले टुथपेस्ट र टुथब्रस युज गरेर यो म लिएर जान्छु भनेर भन्दाखेरि पनि यस्तो चिजहरू चाहिँ तपाईँले आफैसँग क्यारी गर्न सक्नुहुन्छ है लिएर जान सक्नुहुन्छ होइन अनि अरू भनेको चाहिँ अब के गरी यस्तो ट्युबहरूमा होइन तपाईँको स्याम्पू भयो बडी लोसन भयो बाथ जेल भयो यस्तो कुराहरू ट्युबमा सानो यत्रो सानो भनौँ न वान टाइम युजको लागि चाहिँ राखिएको छ भने त्यस्तो कुराहरू तपाईँले आफैसँग लिएर जान सक्नुहुन्छ तर यही चिज तपाईँको चाहिँ डिस्पेन्सरमा राखिएको छ पटमा राखिएको छ जहाँ चाहिँ रिफिल गर्न मिल्छ होइन सावर जुन चाहिँ भनौँ न बाथरुमको चाहिँ यस्तो वालहरूमा चाहिँ राखेको हुन्छ नि डिस्पेन्सर्सहरू हो त्यस्तो डिस्पेन्सरमा छ भने चाहिँ तपाईँले त्यो डिस्पेन्सरै लिएर हिँड्न चाहिँ मिल्दैन होइन अब रह्यो अब सेभिङ किट भयो होइन अनि जस्तै अब यस्तो यो तपाईँको चाहिँ सावर क्यापहरू भयो यस्तो खालको स्लिपर पनि तपाईँले चाहिँ म लिएर जान्छु भन्नु तपाईँले पाउनुहुन्छ कि किन भन्दा यो वान टाइम युजको कुराहरू हो यसमा रबरको स्लिपर छ बाथरुम स्लिपर छ भने चाहिँ तपाईँले लिएर जान मिल्दैन अब अलिकति कमन सेन्सको पनि कुरा हो है अब जुन यो स्याचेट्सहरू हुन्छ नि जस्तै अब टी कफी भयो सुगर फ्री भयो होइन अब यस्तो कफी स्याचेट्सहरू अनि यस्तो चिजहरू साबुन अब साबुन पनि तपाईँको यस्तो छ भने यु क्यान होइन तपाईँले क्यारी गर्नु सक्नुहुन्छ होइन अब यही पनि तपाईँको डिस्पेन्सरमा छ भने डिस्पेन्सरै उठाएर हिँड्ने कुरा त भएन होइन त्यस्तो कुराहरू याद गर्नु पऱ्यो कि तर पानीको एउटा कुरामा चाहिँ धेरैजना कन्फ्युजन देखेँ मैले पानी तपाईँको रुममा एज अ कम्प्लिमेन्ट्री तपाईँलाई दिएको छ भने तपाईँले आफैसँग लिएर जान मिल्छ त्यो पानी होइन र पानी पनि कस्तो छ भन्दा तपाईँको क्यारी गर्न सक्ने बोतलमा जस्तै तपाईँको प्लास्टिकको बोटल्सहरूमा अब सिल गरेको बोटल्सहरूमा छ भने यु क्यान त त्यही कुरा तपाईँको चाहिँ सिसाको चाहिँ बोटल जुनमा चाहिँ रिफिल गर्न मिल्छ भने त्यस्तो खालको बोटल्सहरू भनेको चाहिँ तपाईँले लिएर हिँडेर आफूसँग लिएर जान मिल्दैन सो यस्तो कुराहरू चाहिँ याद गर्नु पर्यो होइन अब रुमभित्र कहिलेकाहीँ तपाईँको मिनी बार हुन्छ होइन यो मिनी बारलाई पनि तपाईँले चाहिँ आफैसँग लिएर जान मिल्दैन अन्टिल एन्ड अनलेस तपाईँले त्यसको पे गर्नु भएको छैन भने लिएर जान मिल्दैन म पे गर्छु यसको भन्यो भने चाहिँ यु क्यान है फेरि मिनी बार भनेको चाहिँ त्यसको छुट्टै मेन्यू हुन्छ त्यहाँ प्राइसहरू हुन्छ होइन तपाईँले खानुभयो कन्ज्युम गर्नुभयो भने तपाईँले त्यसको चाहिँ एक्स्ट्रा पे गर्नु पर्यो होइन म पे गर्छु म लिएर जान्छु भन्न चाहिँ पाइन्छ मिनी बारको आइटम्सहरू चाहिँ है त्यही भएर टवल्सहरू हालिदिने ह्यान्ड टावल बाथ टावल्सहरू होइन यस्तो चिजहरू प्लिज नगरौँ जे लान मिल्छ सिम्पली के बुझौँ वान टाइम युजको कुरा हो भने लान मिल्यो होइन रिफिल गर्ने तपाईँको रियुज गर्नुपर्ने चिजहरू छ त्यसरी लान मिल्दैन कतिजनाले भनौँ न मैले सुन्छु कि कहिलेकाहीँ बेडसिट भयो तपाईँको डुबे कभर्स भयो तपाईँको सबैभन्दा बेसी चाहिँ यो हेयर ड्रायर्सको पनि त्यस्तो मिसयुज भइरहेको देखिन्छ होइन कसैले कप स्पुनहरू हेर्दाखेरि राम्रो हुन्छ होटलको आइटम्सहरू हो होइन यसो एउटा लिएर गइदिउँ न भनेर त्यसरी लिएर जाने त्यस्तो काम चाहिँ प्लिज नगर्नु होला होइन
सो अब आजको यो भिडियोबाट तपाईँहरूलाई पनि थाहा भयो होला कतिपय चिजहरू लिएर जान मिल्छ कति मिल्दैन होइन। सो यो भनेर चाहिँ कस्तो भन्दा इट्स अ कमन सेन्स, अलिकति आफ्नो कमन सेन्स पनि लगाउँ होइन। अब बिङ अ ह्युमन मान्छे भइसके पछाडि मान्छे जस्तै एक्ट गर्नु पर्यो कि यो होइन कि मैले जे गर्न नि मिल्छ भनेर त्यो पनि नगरौँ होइन। होटेल्सको पनि आफ्नै एउटा रुल्स रेगुलेसन्स हुन्छ, केही गरी त्यहाँ चेकिङ परिहाल्यो भने त्यो कुरालाई चाहिँ तपाईँले हो मलाई यस्तो गर्यो भनेर भन्न पनि मिल्दैन। अन्टिल एन्ड अनलेस तपाईँले रुममा केही गर्नुभएको छैन, तपाईँले केही कुरा लिएर जानुभएको छैन भने त तपाईँलाई त्यहाँ इम्बारेस हुनुपर्ने कुरै छैन। तपाईँले एकदम खुलेर ल यु क्यान चेक भनेर पनि भन्न सक्नुहुन्छ है। अब कतिजनाले भन्नुहुन्छ चेक गर्दाखेरि टवल्सहरू भेटिन्छ, ओ मैले त यो बाई मिस्टेकली यस्तो भएछ, ओ मिस्टेक भएछ यसरी चाहिँ परेछ सरी भनेर भन्नुहुन्छ कि जब चेक गरेर निस्किन्छ नि होइन। हो त्यस्तो त्यो मोमेन्टमा गएर सरी भन्नुभन्दा के गर्नुहोस् भन्दा तपाईँले जब प्याकिङ गर्नुहुन्छ दुईचोटि चेक गर्नुहोस् होटलको केही सामान तपाईँको सुटकेसमा परेको छ कि छैन, तपाईँको चाहिँ लगेज ब्यागमा परेको छ कि छैन होइन। सो क्लियर एकदम फियर काम गर्नु पऱ्यो क्या सबैजनाले है। सो अब आज तपाईँलाई थाहा भयो होला के क्यारी गर्न मिल्छ के मिल्दैन। म पनि जान्छु। दिस मच फर टुडे, लभ यु अल, बाई बाई।